ल गाइस सुरु ल गुरुजी सलाम हाम्रो के रे दाइ आजको राइडर नै यार त्यो के काठमाडौँमा भेटिन्छ नि त पठाउ आज हाम्रो स्पेसल पठाउ हुनुहुन्छ यहाँ हाम्रो साथमा ल सुरु गरेर पठाउ छ ओ गाइस बसेछ हामी घन्टा दिनु ल रोक्नु न हाल्नु त भन्नु त बताइ छ जस्तै ल जाम हामी तपाईँ लाउने सक्नु त गाइस ल ट्राफिक नियमको पालना गरौ गाइस हेलमेट लगाऊ टाउको जगाऊ हामी आज हाम्रो पातल दरबार गाइजहरु बस्छ त भाइ ल हामी पातल दरबारतिरको बाटोतिर जाँदैछौँ अब एक्चुअली लोकेसन चाहिँ थाहा छैन फेरि हामीलाई पनि अब हावा तर अब सुर्खेततिर लोकल आएर गाइस एकदम गाइसहरु follow me बाटो त थाहा छ नि पातल दरबार कता हो उताबाट यता उतातिर थ्याङ्क यू खानु पाएर सोध्दै आइरहेछ यार पठाउलाई खाइरहेनछ यार त्यतिकै लिएर आएको यार भाइ बाटो कहाँ हो जाने यो ओ भाइ त्यो यतै सम्हाल हो बाबु यतै सबै झर्नु ल गाइस हामी झर्नुपर्ने हुन्छ पुरै पातल दरबार भनेर कहाँ पातल डोगरी सक्यो यार दरबारै देख्दिन यार म त दरबार जस्तै छैन यार हामी कहाँ छौँ के अहिले कतै केही देखिँदैन ए गाइस राजा पुरानोमा यतै नआउनुहुन्थ्यो अरे स्विमिङ पुल त्यो पातल हो कि क्या हो पातल सबै पातलै छ गाइस तर दरबार चाहिँ छैन है पातल चाहिँ जता यताउतै पातल मात्रै छ
ए गाइस हामीलाई निकालेको हो क्या माटोमा काटेको मूर्ति? ए गाइस यार निकालेको रहेछ। यो चाहिँ माटोमा गाडिएको मूर्ति रहेछ, भर्खर भर्खर निकालेको रहेछ गाइस। निकाल अनि त लिपेर छ कहिले बाहिरबाट। अनि यो निकालेकै हो क्या यो। लिपेको गर्ले हेर्नु न लिपेर। निकालेर त लिप्यो होला त। हेर्नु न निकाले जस्तो हुन्छ हेर्नु बाहिर लिपे कलर कलर मात्रै लाग्छ। ह बाहिर कलर मात्रै लाग्छ कोडिङ मात्रै गरे। यो बनाएर निक्लिरहेको नि झारा ए छिल्ली छिल्ली। कहाँ यार यस्तो माटाको दरबार यार होइन क्या यो मूर्ति त रहेछ कि पहिला यो हेर्नु न त्यहाँ कि बनाएर यो यस्तो यो ढुङ्गा होइन माटाको यो काटिनाख हेर्नु न काटिनाख बनाएको हो कि पहिलाकै यस्तै हो भन्ने कुरो हो कि यो बनाएकै हो कि त्यो दरबार जस्तै नै सक्दैन भन्दैन यो गाई चरे दरबार दरबार भन्छ नि यो राजा बस्ने दरबार चाहिँ यही हो गाई दरबार देखाइदिनु न राजा रानी बस्ने यही हो राजा रानी बस्ने दरबार यो कता कता उ गरेर फोटा खिचे हुन्थ्यो कतै नि हो कि सब काट्यो क्या काटेरै यो भूभाग बस्या जस्तो लाग्यो क्या खस्किया भित्र पुरै पलै पर्छ नि छानाभित्र त्यही हो क्या यो खस्किएकै हो क्या अनि कहाँबाट बस्छ नि जमिन हेर्न माथि सब खस्किया हो क्या दरबार लगाइदिएर यो सायद राजा रानी बिनाको दरबार जहाँ राजा रानी छैनन् तर दरबारै हो यो त्यो छोटे काटी टेक्ने बनाएको हो कि ओके ओच लगाइछ आइज आइज तिम्रो कहाँ पर खट खाएर आन्थ्यो ओके त्यस्तोमा माथि जा को गयो के मान्छे गएकै रहेछन् के माटो फरक भएर के हो कि माटो कस्तो अर्कै छ त हामी ओच हाम्रो पर जाने कसरी रडिङ के त खै यार कस्तो छ यार माटो घडेको आऊ क्या गाह्रो छ नि तर मान्छे चाहिँ गएको नि कि माथि होइन जानेर हामी डर छ यता अलिक डरै छ कि हामी अब तल झर्नुपर्छ बिस्तारै बिस्तारै ओके यहाँबाट तल गएन क्या यार मान्छेहरू पाइला नि नि राजा त हट्दैन नि कहिले राजा नि हट्दैन नि कहिले यो पानी परेको बेला त कामै नहुने हो कि ओए कसरी हो यार सपोर्ट चाहियो सपोर्ट चाहियो ल यार सपोर्ट चाहियो
जान नसकिएला जस्तो छ यार गाइज हो कि घाटमा छ नि एकछिन भाइ दरबार घुम्न आएको राजामा छतमा अड्किएपछि दरबारको छतमा अड्किएपछि कन्डिसन अलिक गाह्रै रहेछ क्या यतातिर हेर्नु राजा यहाँको पातल दरबारको राजा दामी देखेको छौँ है पहिला बाजेको पालामा क्यामेरा खिचा प्रश्न आउँछ त्यस्तै रहेछ क्या यिनै फोटा खिचेको राजा रानीलाई हेर्न आउने हो नि तर राजा रानी चाहिँ भेटिने रहेछन् क्या विशेषता केही छैन सेन्चुरी हान्नु राजा फेरि यहाँ कहाँ छ क्या यता यार त्यहाँ पछाडि छ कि त हामी अचम्मैमा परेछौँ क्या तर यार गाई त्यहाँ हेर्नुहोस् सेन्चुरी कमर्सियल जङ्गली भनिदिन्छ सकियो ब्याङ्क लिमिटेड गऱ्यो कस्तो ब्याङ्क गएर सेन्चुरी हान्ने यहाँ जङ्गलमा यो सब भाँसिएकै हो ओ भाइ फेरि राजाको आइसक्यो बान पर्छ कि होइन बाती विषय लाग्नु यो पातल दरबार भन्ने ठाउँ पनि होइन बाजे यसको बारेमा के विशेषता छ हामीसँग के व्यस्त हुनु त अब केही उ गर्नु हो भने केही लगानी सगानी यस्तो उ गर्ने हो भने त हो के राम्रो थियो के सबै यहाँको माल सामान सबै चोरो लाग्यो कि ए पहिलाको दरबार नै हो यो पहिले कति अब त्यो पहिला झन् राम्रो जस्तै हामी छौँ त्यस्तै थियो कि ए जस्तो अब मल्यावा भन्छौँ नि त्यो मल्यावा पनि थियो यहाँ हामी आउँदाखेरि टक्क उड्ने मल्यावा उस्तो उस्तो मान्छे दरमान थियो हजुर पहिला त एकदम राम्रो सब पाँच पन्डेहरू बस्ने ठाउँ यही हो ए पाण्डवहरूले बनाएको दरबार हो त्यो माटैबाट निस्केको हो कि पाँच पन्डेहरू यहीँ बस्थे दिउँसो मान्छे यस्तो हिँड्दाखेरि डर मान्थे ए त्यही त्यस्तो ठाउँ हो अब त यस्तो जन्ती अब त्यो समाज धेरै भयो वन पनि फाँड्दै गए बाघ भालु हट्दै गए यतातिर नत्र बाघ यहीँ आउँथ्यो बेसी बाघ निस्किन्थ्यो ठाउँ त राम्रो हो यो हाम्रो दरबार ए हुन्छ बाजे धन्यवाद सोलर पावर पनि चोरो लाग्थ्यो यस यस्तो पो हुनु हस् बाजे धन्यवाद जे पाइदै भन्ने नै यो राम्रो बनाएको राजाको स्पेसल मन्दिर पाण्डवहरूले बनाएको रहेछ होला गाइज र पाण्डवले चाहिँ दह्रो प्रगति गरेर रहेछ होइन पाण्डवहरू बस्ने रहेछ पुरानो रहेछ होइन धेरै पुरानो स्टोरी पनि रहेछ यहाँ हामी होइन खासै यहाँ भन्ने मान्छे गाइड गर्ने मान्छे हुन्छ नि एउटा गाइड गर्ने मान्छे जस्तो यो ठाउँको बारेमा भन्ने मान्छे नभएर रहेछ गाइज होइन हामीले पनि मजाकै सम्झिरहेको थियौँ अलिकति भित्र कहानीमा ट्विस्ट रहेछ होइन स्टोरी रहेछ ठुलो यो स्टोरीलाई बुझ्नुहोस् होइन कुनै पनि ठाउँ घुम्नुभन्दा पहिला गाइज अनि बल्ल तब रमाइलो हुने गर्छ यो हामीलाई पनि रमाइलो लागिरहेको छ गाइज के भन्नु भनौँ अब यस्तो हो ढक्कै लाएर घुमियो फाइनल्ली गाइज होइन पातल दरबार देखियो पाण्डवहरूले बनाएको रहेछ पहिला कहानीमा ट्विस्ट रहेछ अब के गर्नु यस्तै त गाइज ल हामी अब फेरि राइड सुरु भइसक्यो फेरि राजा खोज्दै हिँडिरहेको
खाना कम्ती रहने माथि रहने नम्बर गर्छु जाने बाटो कता अब चाहिँ